Hello guys, I love Nepal more than Western Nepal को आवाजमा वेलकम ब्याक टु माई युट्युब च्यानल एन्ड अनदर भिडियो। सो गाइज आज पनि न्यू भिडियोको साथमा म उपस्थित भइसकेको छु। अलिकति आज घाँट चाहिँ दुखिरहेको छ, त्यसैले बोल्न अप्ठ्यारो लागेको हो। र यो भिडियो मैले ठ्याक्कै यो कुर्सीमा बसिरहेको छु अनि यो बच्चे ल्याइरहेको छु, फाटो बच्चे केही समयभन्दा अगाडिको। र म यहाँबाट सुट गर्दैछु यो भिडियोलाई। ठ्याक्कै जान्दिनँ, मैले मोबाइल राखेको छु र मोबाइलबाट यो भिडियोलाई सुट गर्दैछु। अनि यो भिडियो खास मैले किन बनाउँदैछु भन्दाखेरिमा थाहा छ तपाईँहरूलाई, एकदमै यो अस्ति पानी आयो होइन, पानी आयो, यो ढुसी परेको ओल्डमा नै हाम्रो यो काठमाडौँ सिटी त ओल्डमा नै काठमाडौँ सिटी पोल्युसनमा एक नम्बरमा परेको थियो। अस्ति ठ्याक्कै पानी आएर अलिकति कम भयो अलिकति अहिले राम्रो भइरहेछ। नत्र त बिचरा के कुरा गर्दैन टुङ्ने गई हावा लागेर यो हुस्सु हाउडोले गर्दाखेरि आँखा पोलिने, केही पनि देखिने, मा पनि नदेखिने, केही पनि देखिँदैन थियो। आज अलिकति त्यस्तो, अस्ति पानी आयो हिजो अनि आज मैले यो भिडियोलाई बनाउँदैछु। आज अलिकति देखिन्छ सबै कुरा यहाँबाट हेर्ने हो भने। भ्याली चटक्क भएर मान्छेको आँगनमा चट्टै भएर बिरालो हिँडेको, कुकुर दौडेको अनि गाईबस्तु सबै कुरा देख्न सकिन्छ मेरो झ्यालबाट। सबैको ठाउँबाट त नदेखिन्छ कि, म अलिकति हिल साइडमा नै बस्छु, त्यो भएर सबै कुरा यहाँबाट देखिन्छ। त्यसको हवाला पानी आएर धेरै कुरा अलिकति ठिक भयो जस्तो छ। झलमल्ल एकदम सिटी एकदम राम्रो देखिरहेछ। यतिको सिटी देखिन भने अहिले सिटीमा बसे जस्तो फिल नै हुँदैन कि। त्यही भएर यहाँ अस्ति पानी नहुनुभन्दा अगाडि कस्तो थियो भन्दाखेरि मौसम एकदमै के लास्टै ओहो मान्छे नै बस्नु नसक्ने जस्तो कन्डिसन भइसकेको थियो। अनि भएका ओठ पनि फुटेर मायाले यहाँ गुना ढेला जा भइसकेका थिएँ। अहिले पानी आएर अलिकति छारो मौरो अलिकति रोकिएर, अलिकति स्टप रोकिन पुगेर न ओठ अलिकति यसो बलम लाएर अलिकति चिल्लो पाएर, नत्र उही हो गुना मादरका ढेला जा भइरहेको थियो फुटिफाटिकन। अब अनि त्यस्तो छ यहाँको कन्डिसन, एकदमै मौसम क्लिननेस छ। म तपाईँहरूलाई ट्याक्कै आजको यहाँबाट मेरो च्यालबाट देखिने मौसम कस्तो छ है गाइजहरू तपाईँलाई म देखाउन गइरहेको छु। लोकेट हेरौँ है त कस्तो छ ब्याक। त्यसभन्दा अगाडि थोरै साथीहरू जिन्दगीमा यति दुब्लो भयो कि टुङ्नेको है, यति दुब्लो भयो फुँदा पनि भर्र उड्ला जस्तो छ जिउ। अनि के मोटाउने उपाय छ भनेपछि यसो हामीले पनि सेयर गरौँ। तर यहाँ क्यामेरामा त के मोटो देखिन्छु म, तर मोटोमै छैन नि, लास्टै दुब्लो छु यहाँ। 42-43 केजी झड्या छ ज्यान अझै। अब यहाँ क्यामेरामा हेर्दाखेरि कि मोटो जस्तो फिल हुन्छ, यस्तो छैन। क्यामेराले त अब ह्यान्डसम देखाइदिन्छ, भिडियोको थुतुन्दा पनि खतरा देखाउँछ। अब खतरालाई त झन् पुरै नगरौँ, कस्तो अब हामी क्यामेरालाई ब्याक गर्दैछौँ है त। ब्याकको मेरो सिन हेर्नुपर्दा तँलाई हुर्री पानी आइकन पनि एक दिन भइकन अर्को 2 दिनमा पनि चलाएको छ हुर्री। 11-12 बजे यसरी चल्न लाग्यो, उसले उडाइ छ। अनि त्योभन्दा अगाडि त्यो घरमा यहाँ हाम्रो एकदमै बबाल दाजुभाइ हुनुहुन्छ। यहाँ टक्कै उभिएर यो घरलाई रातो हुलास अथवा टिन हालेर यो अहिले नयाँ बनाउने कार्यक्रम भइरहेछ त्यहाँ, यस्तो छिट्टिकै पाडेर। अनि यो भ्याली आज देखिनान्, यसो बाँध्दा मुन्टा जा कपाल देखिनान् घरका। अब हिजो अस्ति त यति पनि देखिन्थेन। चट्ट ब्याक साइडमा यस्तो छ, हावाहुरी लागेर हैरान छ। ओहो हावा लागेर वा एकदम झिलिमिली हावा लागिरह। छतैभरि लुगा
लुतुर्का मुतुर्का सुकाया छन्, लुतुर्का मुतुर्का फाटा मुते मातेको कपडा। अनि यस्तो देखिन्छ मेरो लोकेसनबाट टक्कै बाटेर म यही को मध्यबिन्दुमा छु। यो पछाडिको माथिको डाँडामा एकदम हिउँ परेछ, यो जुगल हिमाल। अनि यतापट्टिको यो भनेको तपाईँको गणेश हिमाल पर्छ है। अवसर मिल्यो भने गाइजहरू यसो घुम्नु होला भन्दै यो सिनलाई यहाँ स्टप गर्न चाहेँ मैले। अब यो समय भनेको हेर साथीहरू, चट्टै परेर जुस खाने, फलसल खाने। यी तल भैया दाजु आइगयो हाम्रा। वे के ल्यायो, गुन्टा घन्टी। अब के गर्ने, अलिक टाढा भयो बस है, टाढा भयो बस है, टाढा भयो। यसो नजिक आए त खानु हुने थियो। अब तपाईँ खाऊ बिचारौ। घरको सिडी पनि एकदमै ढुसी बढेको छ, ढुसी। छतभरि लुगा, यस्तो छ छतको हालत। झुक के गर्ने साथीहरू, अल्छीको दिनहरू आए, चल्यो हावा फरररररर पारेर। यतिखेरको समय भनेको टक्कै गाउँघरतिर जाने है, अनि गोरु बार्का चराउन जङ्गलतिर जाने। अलिकति शीतल हुन्छ अनि रमाइलो गर्ने साथीभाइ हुन्छन्, खेल्न रमाइलो गर्न मजा हुन्छ। सकिन्छ अझै अलिक माथि डाँडा काँडा लेकतिरसम्म जाने। अनि लाली गुराँसको सिजन हो, लाली गुराँस फुलेर ढकमक्क। पहाडमा त कति रमाइलो हुन्छ, कति रमाइलो हुन्छ। बसन्त ऋतु आउँदाखेरि चराचुरुङ्गी रमाइलो हुन्थ्यो पहिले पहिले। अब त अहिले गाउँघर नै खाली होला। भए मान्छेहरू पनि रहे मान्छेहरू काठमाडौँ विदेशमा, भएभरका मान्छेहरू विदेशमा, रहे मान्छेहरू यही काठमाडौँमा थुनिएर कैदी जस्तो भएर बस्नु परेको छ। यो साह्रै पापी सहर हो कि के हो भन्ने, यस्तै जग्गा तर एकदम राम्रो देखिरहेको छ आज, एकदम तर रमाइलो छ, एकदमै राम्रो देखिन्छ यहाँबाट हेर्दाखेरि। आज त हो धेरै राम्रो देखिँदो रहेछ नि त। अघि देखाएको यही घर हो गाइज। म अलि अघि बाटो थियो नि, अहिले छतबाट भिडियो खिच्दैछु। छतबाट भिडियोमा त खतरा आयो त्यहाँ, टक्कै पऱ्यो। रमाइलो छ जे होस् होइन। सरलक्कै एकलट घुम्दाखेरि यस्तो देखिन्छ। हामी एकलट घुम्दाखेरि यस्तो देखिन्छ। हाम्रो साथी छन् उतै कपाल कोरिरहेछन्, महिला हो नि पुरुष नै जस्तो लाग्यो। ओके ल, धेरै पनि बनाउनु भएन सर्ट भिडियो। यसो साथीहरू सबैजनाले आयो, साथीहरू आयो। हो भाले आउज आयो। ओहो यो कोसौँ टाढा भएर अलिकति सानो देखिएको गाइज। मोबाइलको क्यामेरा चाहिँ होइन, धेरै टाढा छ। काठमाडौँको आकाशमा हुने सायद सबैभन्दा ठुलो आउजाज होला यो। अरे काठमाडौँको आकाशमा हुने सबैभन्दा ठुलो आउजाज। आयो